Namaste and Lasso Pefula. Welcome back to my channel again. It's me, Kausila Tamang. अहिले चाहिँ म के भन्छ अरे बाटोमा छु कहाँ जान लागेको भन्दाखेरि म मामाघर जान लागेको. I'm going to मामाघर. अनि यता हुनुहुन्छ हाम्रो दाइ. हेलो दाइ. हेलो. स्वागत छ बहिनीको ब्लगमा. त्यही हो हैन अस्ति नै उयो लिची देखेको यहाँनिर देखेको मैले. गाइस तपाईहरुलाई याद छ भने अस्ति नै मैले उयो यहाँनिर लिची देखेको थिएँ. लिची कसले खायो यहाँको? ओइ तलबाट जाने मेरो लुगा उमा दिस क्या. कता? उयो यहाँबाट जाने म त. म उतानिर पिपल बोर्डमा बस्छु. ल मान्छेहरु जम्मै बारे छ. टिकटक बनाऊँ भन्दा मलाई सबैजना पछाडी. आजको भ्यू यस्तो बब्बल छ. We are in बाटोमा हैन म देखेछ. We are in बाटोमा हैन यस्तो बाटोमा यस्तो गरम पसिना हेर्नुहोस् गाइस. तर यसरी हिँड्नु पर्छ रे, आफू हिँड्न सक्दैन. अब हामी चाहिँ हाम्रो मेमेले बनाएको के भन्छ अरे उसमा आइपुग्न थाल्यो चौतारामा. मेमे भनेको त बुझ्नुहुन्छ नि गाइजहरू. मेमे भनेको मेरो मम्मीको बाबाको बाबा. मेरो मम्मीको बाबाको बाबा. हाम्रोतिर चाहिँ बाजे मेमे त्यसरी भन्नुहुन्छ क्या. हिँड्नै नसक्ने हौ. भ्लगमा कति छिरे हाई I love you. हाई भन्नुस्. हाई नमस्ते. I love you. चिमन हाई गरिदिनुहोस्. यता हेर्नुहोस् न. यता हेर्नुहोस् न. यो चाहिँ अस्तिको भिडियोको के भन्छ चाहिँ कन्टिन्यू गरेको हो होइन. अनि म चाहिँ अहिले मकै खाँदै हिँडिरहेको छु. मामा घर जान लाग्यो. अनि आसानु हाई. चिमन हाई गर्नुहोस्. कोसिला भन्नुहोस्. कोची अगाडि चाहिँ माम र पुष्पा. हामी चाहिँ हिजो राति आएको. माम हेलो हाई भन्नु न. पुष्पा दाई हाई. हिजो राति मामा घरबाट आएको अनि त्यसपछि अहिले फर्केको. आजको दिन यस्तो रहेको छ. तर चाहिँ म मामा घर जाँदैछु. उता अगाडि कराउँदै हाँसिमन. त्यही हो. Don't forget to like, share, subscribe to my channel. Simon hi भन न. Simon hi. हाई भन न नानालाई. हामी यस्तो मकै घारी हिँड्दै छौँ हैन त माम. हो हामी यस्तो मकै घारी हिँडेको हैन त. हो यस्तोमा त हिँड्नै पर्यो. जङ्गल यतातिर यहाँ खोला थियो हैन गाइज. यस्तो पुरै हेर्नुस्.
उषाकै के भन्छ अरे बाढी आएको बाढी अनि यो सब माथिदेखि हाम्रो मामाहरूको गोठ यतानिर थियो होइन अनि पहिला चाहिँ पसल चलाउँथ्यो क्या त्यहाँ यो ट्याङ्की यहाँनिर थियो अनि यो सबै बगायो तलतिर भन हाई भन्नुहोस् हुँदैन है हुँदैन ए हुँदैन नाउ के भयो गाइज म चाहिँ होइन म देखाएको छ कि छैन थाहा छैन है तर म चाहिँ अहिले यहाँ लसुन केलाउँदैछु छतमा बसेर दिउँसो मैले भ्लग बनाएर त्यति अब म उस गर्छु के भन्छ अरे म देखाएको छु कि छैन यस्तो हेर्नुपर्छ अहिले हेरिराख्ने बेलामा यदि तपाईँहरूले मेरो भिडियोमा लाइक गर्न बिर्सिनुभयो भने कृपया लाइक गरिदिनु होला मैले सम्झाएँ यहाँ मासतिर चाहिँ उस छ क्या जङ्गल छ अनि त्यसपछि यहाँ अगाडि लैजाऊ यसपालि सिमोने चाहिँ गइसक्यो म चाहिँ यहाँ लसुन केलाउँदैछु मामहरू चाहिँ तल हुनुहुन्छ कोही मामा थियो हुनुहुन्छ राति भइसक्यो मेरो एकपट्टि यहाँ यस्तो दुइरा भने के ल्यायो साथीहरू भ्लग त आउँथ्यो होला तर के भन्छ अरे मलाई उस गर्न झ्याउ लाग्छ क्या इडी गर्न झ्याउ लाग्छ जति गरे पनि मिल्दैन अनि त्यसपछि दिमाग ह्याङ भएर आउँछ अनि त्यसपछि जति अल्छी लाए पनि भिडियो त बनाउनै पर्यो त्यही भएर मैले चाहिँ भिडियो बनाएँ गाइजहरू ए भएन मैले हिजो ए होइन बिहान बिहान पनि भिडियो स्टार्ट गरेको थिएँ हिजो पनि मैले भिडियो स्टार्ट गरेको थिएँ जस्तो लाग्यो हिजो क्या अस्ति हो जो स्टार्ट गरेको थिएँ त्यही हो गाइजहरू मेरो भिडियो फेरि पनि भन्छु मेरो भिडियोलाई लाइक सेयर अनि सब्सक्राइब अनि कमेन्ट गर्न नबिर्सिनु होला अनि त्यसपछि अस्तिको भ्लगमा चाहिँ अचारको भ्लग थियो नि त अनि त्यो भ्लगमा चाहिँ एउटा कमेन्ट आएको थियो के भन्दाखेरि अचार के अरे केजीको कति हो अनि त्यसपछि प्राइस कति हो भनेर कमेन्ट आएको थियो अनि त्यसपछि त्यो अचार डेलिभरी भइसक्यो अस्ति त्यो अचार डेलिभरी भइसक्यो हिजो के अस्ति जस्ट डेलिभरी भइसक्यो साथीहरू तपाईँहरूलाई पनि चाहिन्छ भने कृपया कमेन्ट गरिदिनु होला कमेन्टमा भन्नु होला अनि त्यसपछि लसुन केलाउनु पर्यो गाइजहरू गाउँतिरको लसुन यस्तो सानो हुन्छ क्या त्यही भएर लसुन केलाउनु यति जाउँछ होइन अनि यस्तो गर्यो यसको धुलोहरू सबै उठ्छ नि त अनि फेरि यस्तो गर्ने अब कतिजनाले चाहिँ के भन्छ अरे कति मामा घर मात्रै गइरहेको घरमा नबसेको भन्नुहुन्छ होला होइन मेरो मामा घर नजिकै हो नि त त्यही भएर म आउने जाने गर्छु क्या किनकि मामा घरमा कोही पनि छैन बाजेहरू
मैले अस्तिको भ्लगमा भने कि भन्ने थाहा छैन होइन, तर यहाँ चाहिँ प्राय बस्यो भनेको बाजेहरू मात्रै हो। प्राय बस्नुहुने भनेको बाजेहरू मात्रै हो। घर छ यहाँ एउटा, घर धेरै छैन। उतातिरको बस्ती जस्तो छैन क्या, यता चाहिँ पुरा माथि पनि जङ्गल तल पनि जङ्गल, बिचमा चाहिँ अलिक घरहरू छ, त्यो पनि यस्तो ग्यापमा छ क्या घरहरू। एउटा घर उहाँ माथि छ, जङ्गलको बिचमा घर छ गाइजहरू होइन। मेरो साउन्ड सुनेको कि छैन होला है त्यहाँसम्म। आटगाडी हुन्छ लैजाऊ यसपालि। अनि आजकल चाहिँ मकै खन्ने सिजन हो नि त आजकल। अनि त्यसपछि अनि हाम्रो यता मामाहरूको पनि मकै खन्ने भन्नुभएको थियो। अनि त्यसपछि हाम्रो उता खनिसक्यो मम्मीहरूले। अनि त्यसपछि अनि आन्टी नै आउनु भएको थियो, अनि आन्टीको सानो भाइ पनि छ नि त। अनि त्यसपछि उसलाई हेर्नलाई चाहिँ म आएको। त्यही भएर मामा घर त्यही भएर मात्र होइन, पहिला चाहिँ आउँथ्यो नि त। अस्ति नै पनि म आएर गएको। हजुरहरूले हेर्नु भएको छैन भने मैले मेरो फर्स्ट भ्लगै यही मामा घरको थियो क्या, फर्स्ट भ्लगै यही मामा घरको थियो। मेरो साउन्ड सुनिरहेको छ कि छैन होला त्यहाँसम्म है। त्यही हो, मामा घरमा बाजेहरू मात्रै बस्नुहुन्छ। अनि कुनै चाडपर्व बेलामा अब राम्रो नराम्रो कामतिर सबैजना आउनुहुन्छ। त्यही हो। के अरे घर छ कतिवटा, एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा 6-7वटा जति घर छ। बस्ने मान्छे भनेको 2जना 6जना, जो 6-7जना चाहिँ बसिरहन्छ क्या। के भन्छ अरे एउटा पुरानो घर छ भने अर्को के अरे भूकम्पको घर छ होइन। अनि त्यसपछि मान्छे 2जना, घर 2टा। त्यही हो, डाँडा काँडा हेर्दै लसुन केलाउँदै। यो सानो सानो लसुनहरू यति झ्याउँछ होइन। अझ यहाँतिर त खुल्ला भएको अस्ति नै पहिला एकचोटि आगो लागेको थियो कि। अनि त्यो बेलामा चाहिँ पुरा यो घरहरू मात्रै बाँकी बसेको होइन। अनि त्यसपछि उतातिर चाहिँ पुरै आगो नै लागेको क्या। अनि त्यसपछि बल्ल आगो लागेको हरायो। अनि अलि जङ्गल पनि अलिक खुल्ला भएको जस्तो भयो क्या। अनि त्यसपछि अहिले फेरि हरियो घाँसहरू पलाएको होइन। अनि हरियो घाँसहरू पलाएपछि त अब जङ्गल हुन्छ नि त। अनि त्यही जङ्गल छ अहिले चाहिँ भनौँ। अझै यो एउटा बाँकी छ, किराहरू गरेर हिँड्यो गरेर। आटगाडी हुन्छ गाइज। भिडियो हेरेर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। अनि लाइक पनि गर्न नभुल्नु होला है। सबैजनाले लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, मेरो च्यानलमा धेरै सपोर्ट गरिदिनु होला।
गाइस फाइनली यो सक्यो म चाहिँ यो भुइँमा बसेको के कस्तो तातो रहेछ भने भुइँ पनि अब यसलाई चाहिँ म टिपेर फालिदिन्छु हैन अब फोहोर त गर्नु भएन चुरीको फुलै कस्तो कालो देखिरहने मायालु तिम्रै नामको मेरो घर चाहिँ उहाँतिर हो के यहाँतिर मेरो मामा घर त्यहाँ एउटा पारी देख्छ नि हो यो चाहिँ मेरो मामा घर हो मासतिर कति धेरै जङ्गल थियो हैन अनि गाइजहरु म टिकटकमा एउटा पोस्ट गर्छु हैन अनि त्यसपछि त्यो भिडियो चाहिँ छिटै आउनेवाला छ त्यही हो अनि यहाँनिर घर यहाँ यो घर भयो यहाँ किचन अनि त्यहाँ घर अनि उता माथि अझ माथि नि घर छ यति नै हो भिडियो थ्याङ्क्स फर वाचिङ माई भिडियो आजको भिडियोमा त्यस्तो खासै केही छैन Don't forget to like, share, subscribe guys. Bye bye.